Hi, good morning guys. Welcome back to our channel again. हजुर सबैजना सन्चै हुनुहुन्छ होला अनि हामी पनि एकदमै धेरै सन्चै छौँ. सो हामी आज यो भिडियो चाहिँ के को बारेमा हुनेछ भने तपाईहरुले थाहा पाइसक्नु भएछ. प्रियालाई चाहिँ आज उसको बर्थडे हो अनि उसलाई सरप्राइज दिन चाहिँ हामी आज फोक्सटोन जाँदैछौँ. अनि अहिले चाहिँ 7:26 भयो अनि मेरो काम 8 बजे सुरु हो नि त. अनि उसले चाहिँ अस्ति कुरा गरेको थियौँ हामीले दाइ र श्रेयासँग. अनि त्यो बेला चाहिँ अनि हामीले यतिकै बर्थडेमा चाहिँ अब घरमै बसेर मनाउने होला नि यसो के भनेको. अनि दाइ त फेरि अब अलिकति चट्के छ नि त दाइले चाहिँ अनि के भन्दै श्रेयालाई यस्तो अरे कुछ समझ रहे हो हाम्रो राजा रानी आउँछ कि क्या हो यता भनेर त्यस्तो भन्दै थियो क्या. अनि सिट मैले किन त्यस्तो भनेको जस्तो लागेको थियो. अनि अस्तिको दिन चाहिँ दाइ र श्रेयाले ठ्याक्कै कल गरेको थियो कि हामी खाना खाएर बेला. अनि त्यसपछि हामी चाहिँ खास गरी चाहिँ हिजै जाने भने प्लान गरेको थियो अब आज 12 बजे सरप्राइज दिने भनेर. तर फेरि ठ्याक्कै दाइले अस्ति कल गरेर चाहिँ हामीलाई के थाहा भयो भने दाइको चाहिँ हिजो ड्युटी परेर रहेछ. अनि दाइको ड्युटी परिसकेपछि त दाइ बेलुका त घर फर्किनु हुन्न नि त 24 आवर्सको लागि त्यही बस्नुहुन्छ. अनि त्यही भएर फेरि दाइ पनि हुन्न रहेछ श्रेया एक्लै घरमा. फेरि राति घन्टी बजाउँदा ऊ एक्लै तर्सेला यस्तो भनेर. अनि फेरि हिजो मेरो नि 8 बजीसम्म काम थियो न त हिजो म काममा भनेर अलिक छिटो निस्केर अनि हिजै 12 बजे पुग्ने हिसाबले जानु पर्ला भनेर चाहिँ हाम्रो प्लान थियो. तर त्यो प्लान चाहिँ सक्सेस भएन. अनि त्यही भएर हामी चाहिँ आज जाँदैछौँ. अहिले चाहिँ 7:30 भइसक्यो बिहानको. अनि त्यसमा हामीले भर्खरै श्रेयालाई मैले चाहिँ पुरा कामको लुगा लगाएर अनि श्रेयालाई कल गरेँ क्या. उसले शङ्का नगरोस् भनेर. अब काममा जान लागेको अब यस्तै छ के गर्नु अब पछि भेट्नुपर्छ. अब दाइको पनि छुट्टी छ श्रेयाको पनि छुट्टी छ भनौँ न. अनि दुईजना यसै बसिरहेको छ आउन हाम्रोतिर भनेको. अनि दाइले गाडी भएको मान्छेहरू के अरे दाइ र श्रेया दुईजनाले गाडी भएको मान्छेहरू आउन भनेर भन्दै थियो. अनि मैले मेरो छुट्टी छैन के गर्नु छुट्टी भएको मान्छेलाई जाऊ भनेको जान्न भनेर भनिदिएको. अनि श्रेयाले छुट्टी लिएर आउन एक हप्ता जस्तो भयो पनि भनेर भन्दै थियो. अब एक हप्ता छुट्टी अब अहिले यसो रस टाइममा त पाउनु नि त. अनि त्यही भएर अब हिजो आज र भोलि चाहिँ छुट्टी छ. अनि आज हामी जान्छौँ आज उतै बस्छौँ. अनि भोलि चाहिँ फर्किनुपर्छ साथीहरू. त्यही हो अब हामी चाहिँ क्विक रेडी भएर निस्किनु पर्ने हुन्छ नत्र फेरि लास्टै जाम हुन्छ नि त. अब चाहिँ हामी क्विक रेडी भयो. हामी चाहिँ उठेर मुख पनि धोएको छैन अघि ढिला उठियो. अब आज छिटो काममा जानु पर्दैन भनेर अघि 7 बजे अलार्म राखेर बल्ल बल्ल उठेको. अनि के अरे फेरि ढिला कल गऱ्यो भने त श्रेयाले थाहा पाउँछ भनेर चाहिँ हामीले क्विक तल झरिहालेर मैले पुरै कामको लुगा अहिले चाहिँ खोलेँ मैले पुरै कामको लुगा लगाएर अनि श्रेयालाई कल गरेको उसले शङ्का नगरोस् भनेर. त्यही पनि अब कता कता आस्तो छ होला आउँछ कि यिनीहरू भन्ने चाहिँ छ होला. तर हामीले चाहिँ सङ्गीतालाई चाहिँ भनेछ मैले सङ्गीतालाई चाहिँ भनेको हामी आउँदैछौँ ल भनेर. अब कोही न कोहीलाई चाहिँ इन्फर्म गर्नु पऱ्यो नि त. अनि फेरि ठ्याक्कै लकीले आज सङ्गीताको पनि छुट्टी रहेछ ऊ पनि काममा जान नपर्ने रहेछ. सो हामी चाहिँ अब क्विक रेडी भएर हामी 8:30 बजेभित्र चाहिँ निस्किने भन्ने प्लान छ. 1 घन्टामा मुखसुख धोएर यताउता गरेर रेडी भएर. सो त्यही हो साथीहरू. हामीले चाहिँ केक पनि अर्डर गरिसकेको छौँ. अब केक पनि यहीँदेखि लग्ने होइन किनभने बाटोमा जाँदा फेरि सर्भिसेसमा केकहरू पाउनु. अनि फेरि कहाँ गएर फेरि केक पसलमा जाम्ला हामीले. अनि त्यहाँनिर फेरि केकहरू सकेको होला यताउता हुन्छ कि भनेर हामीले चाहिँ केक अर्डर गरेर केक पनि लिइसकेको छौँ. हामीले गिफ्ट पनि अस्ति नै हाम्रो एनिभर्सरीको दिन किनिसकेको छौँ. त्यही हो अब साथै नफेरि बोल्नु. र त्यही चाहिँ साथीहरू हामी चाहिँ अब रेडी भएर भेटौँला है त. साथीहरू हामी चाहिँ रेडी भइसकेको छौँ. मैले चाहिँ टोर्न मात्र लाग्छ अनाउमा के लाग्छ नि किनभने 4 घन्टाको ड्राइभ छ म गाडीमै रेडी हुन्छु भनेर. अनि लुगासुगा लगाएर चाहिँ हामी रेडी भइसकेको छौँ. अनि यहाँ छ हामीसित 3टा गिफ्ट कार्डहरू. एउटा चाहिँ यो चाहिँ हाम्रो छिमेकीलाई दिनको लागि हो किनभने उनीहरू यहीँको मान्छेहरू गोराहरू तिनीहरू चाहिँ. अनि तिनीहरूलाई दिनको लागि चाहिँ हामीले यसरी मेसेज लेखेको छौँ. यो रहेको छ मेसेज चाहिँ ह्यान्डराइटिङ हेरेर नतर्सिनु होला. सो यो चाहिँ हाम्रो छिमेकीको लागि हो. अनि त्यसपछि छ यहाँ ह्याप्पी बर्थडे श्रेया फोकस प्लिज. सरको चाहिँ ह्याप्पी बर्थडे श्रेया भनेर चाहिँ यहाँभित्र मैले उसलाई मेसेजहरू लेखेको छु. अनि हाम्रो रूपन दाइको पनि प्रमोसन भएको हो नि त. त्यही भएर यो चाहिँ दाइको लागि कङ्ग्रेचुलेसन्स राई माइला भनेर लेखेको छौँ. यहाँ चाहिँ हाम्रो रूपन दाई राई माइला हो नि त. त्यही भएर हामीले चाहिँ लेखेछौँ. अनि भित्र कार्डमा चाहिँ के कसो लेखेछौँ भनेर चाहिँ अब उता श्रेया र दाइले नै पढेपछि हामीले देखाउँछौँ उतै. सो 2टा कार्ड भयो रूपन दाई र श्रेयाको लागि. प्लस यहाँ हामीले श्रेयाको लागि गिफ्ट पनि रेडी गरिसकेको छौँ. अन्त यो चाहिँ अहिले हामी छिमेकीको ढोकाभित्र छिराएर जान्छौँ. अनि हाम्रो एभ्रिथिङ रेडी भइसक्यो. र मेन भनेको चाहिँ यहाँ रूपन दाईको प्रमोसन भएको त्यही भएर स्याम्पेन त उडाउनु पर्ने हुन्छ साथीहरू. यो स्याम्पेन पनि रूपन दाईको लागि हो. अनि त्यसपछि हाम्रो केक म देखाउन चाहन्छु. यति राम्रो छ केक टाइनी तर राम्रो छ. यो चाहिँ हाम्रो रूपन दाईको लागि हो. यहाँ चाहिँ कङ्ग्रेचुलेसन्स दाई भनेर लेखेको छ. र अर्को चाहिँ हाम्रो श्रेयाको लागि हो. उसलाई चाहिँ त्यस्तो बोहरू यस्तो डिजाइनहरू उसलाई मनपर्छ क्या. त्यही भएर यो चाहिँ श्रेयाको लागि अर्को केक हो.
चाहिँ खान्छु फ्रिजमा राखेर यस्तो यो पुरै बाफ भएको छ तर केक चाहिँ यस्तो छ यो चाहिँ यस्तो यहाँ ह्यापी बर्थडे श्रेया लेखेको छ यो पानी तात्दैछ त्यही भएर यस्तो साउन्ड आयो साथीहरू यो चाहिँ दाइको कङ्ग्रेचुलेसन्स दाइ भनेर यो चाहिँ हाम्रो रूपन दाइको प्रमोसन भएको हो त्यही भएर दाइलाई चाहिँ कङ्ग्रेचुलेसन्स दाइ भनेर छुट्टै एउटा केक प्लस चाहिँ श्रेयाको बर्थडेको छुट्टै ह्यापी बर्थडे श्रेया भनेर लेखेको छ तर यहाँ पुरै यो बाफ आएर यस्तो भइसक्यो यो गइसकेपछि चाहिँ अहिले एकछिनमा देखाउँला के कस्तो हुन्छ भनेर अब चाहिँ हामी हाम्रो ब्रुनेको कफी बनाएर चाहिँ हामी अब जानुपर्ने हुन्छ किनभने ढिला हुन्छ अहिले 8:39 भइसकेको छ घडीमा हामी 8 बजी 8:30 बजी निस्किने भनेको अब यताउता गर्दा यस्तै हो अब जस 9 बजीभित्र चाहिँ हामी गाडीभित्र बसिसक्नुपर्ने हुन्छ र हामी जानुपर्ने हुन्छ सो त्यही छ है त साथीहरू किन म अनि बिच बाटोमा पुगेर के कस्तो हुन्छ भनेर हामी हजुरहरूलाई देखाइहाल्छौँ है त Long way, guys, long way. It's almost 3 hours and a half. अलमोस्ट 4 hours भनौँ न 4 hours भनौँ न अब यताउता गर्दा 5-6 नै लाग्छ त्यही भएर जाममा नपरोस् Very long way. हामी त्यही विस गर्न सक्छौँ अरू त सक्दैनौँ सो त्यही हो गाइस अब सी यु लेटर साथीहरू हामी चाहिँ निस्किसकेको छौँ हाम्रो घरदेखि र आजको दिन चाहिँ फेरि यस्तो राम्रो भएको छ जहिले पानी पर्ने आकाश यस्तो टुम्म हुन्थ्यो आज हामी चाहिँ घाम पनि लागेको छ यहाँ वेदर हेर्न सक्नुहुन्छ युकेको वेदर यो चाहिँ मैले 2 हप्तापछि देखेको होला यस्तो वेदर हिजो पनि यस्तै भयो हो र जस्ट यहाँ युकेमा यस्तो वेदर हेर्न चाहिँ एकदमै धेरै गाह्रो रहेछ भनेको हामीले सुनिन्थ्यो मात्रै तर अहिले हामी आफै फिल गर्दैछौँ विन्टर हो नि त विन्टरमा त खास गरी पानी नपर्नु पर्ने हो नि त तर यहाँ चाहिँ एभ्री डे पानी परेकै हुन्छ एभ्री डे पानी परेको हुन्छ बिहान परेको हुन्छ बिहान परेन भने कि त बेलुका परेको हुन्छ कि त दिउँसो पानी चाहिँ दिनमा एकचोटि चाहिँ परेकै हुन्छ त्यही हो साथीहरू हाम्रो चाहिँ यहाँ केकहरू पनि तल राखेको छौँ आई थिङ्क यो चाहिँ हाम्रो के भन्छ अरे ब्याड आइडिया जस्तो लाग्यो यत्रो 4 घन्टा केक लिएर जाने तर फेरि हामीले चाहिँ के सोच्यौँ भन्दाखेरि बाटोमा जाँदा केक पसलहरू त भेटिन्छ अभियसली भेट्छ तर फेरि त्यहाँ भनेको जस्तो केक पाउने हो कि नपाउने हो त्यस्तो पनि सोच्यौँ अनि त्यसपछि हाम्रो यहाँ क्याम्पनिर एउटा दिदीले आफै बनाउनु हुँदो रहेछ केक अनि त्यही भएर दिदीलाई नै अर्डर गऱ्यौँ हामीले चाहिँ तर अब ठिकै हुनुपर्ने हो नहुनुपर्ने हो किनकि गर्मी होइन गर्मी छैन त यहाँ ब्रुने जस्तो गर्मी भएको चाहिँ त्यो पोसिबल नै थिएन त्यो हामी अब श्रेयाको बर्थडेमा सरप्राइज दिन जाने भनेर चाहिँ हामीले चाहिँ 1 महिना अगाडिदेखि नै प्लान गर्दाखेरि थियौँ अनि त्यसपछि मैले पुरै हेरेको थिएँ कि त्यहाँ हाम्रो मेरो त्यो रोटा हेरिसकेको थिएँ मैले मेरो कामको चाहिँ अनि ठ्याक्कै छुट्टी पर्ने रहेछ भनेर चाहिँ एकदमै धेरै खुसी भएको थिएँ अनि अहिले चाहिँ अब ओभर टाइम पनि गर्न पाउँछ नि त कामहरू अनि तर मैले चाहिँ सरी आम नट डुइङ भनेर नगर्ने भनेर चाहिँ नि हामी जाँदैछौँ फोक्सटाउन अनि अब आज गएर हामी चाहिँ बस्छौँ तर हाम्रो प्लान चाहिँ अर्को के भन्छ भने त्यहाँ जाने केक चाहिँ काट्ने ल अब हामी जान्छौँ ल मेरो भोलि काम छ निस्किने भनेर सानो प्र्याङ्क पनि गर्ने भनेर हामीले सोचेछौँ सो त्यही हो साथीहरू हामीलाई सङ्गीतालाई चाहिँ भनेको छौँ सङ्गीतालाई चाहिँ थाहा छ हामी आउँदैछौँ भनेर अनि अब चाहिँ हामी जान्छौँ अनि अर्को प्लान हामीले के गरेछौँ भन्दाखेरि चाहिँ जाने अनि श्रेयाको बर्थडे केक मात्रै सङ्गीतालाई दिएर पठाउने यो चाहिँ सरसाले र दाइले पठाइदिएको हो भनेर देऊ ल भनेर भन्ने अनि त्यसपछि अनि एकछिन हामी बाहिर बस्छौँ अनि मैले सङ्गीतालाई मेसेज गर्छु सङ्गीता ढोका खोल भनेर मेसेज गर्छु अनि सङ्गीताले ढोका खोल्छ अनि त्यसपछि हामी जाने अनि सरप्राइज दिने भन्ने प्लान छ तर अब त्यस्तो सोचेको जस्तो हुन पनि सक्छ नहुन पनि सक्छ तर अब गइसकेपछि नै थाहा हुन्छ के कस्तो हुन्छ भनेर सो अब लङ वे टु गो 4 आवर स्ट्रेट ड्राइभ छ हाम्रो चाहिँ अब बिचतिर सर्भिसेसमा रोक्नु पर्ने हुन्छ अभियसली नै साथीहरू देख्नु सक्नुहुन्छ अहिले टाइम चाहिँ ठ्याक्कै 3 hours 4 minutes देखाइरहेछ होइन 12:07 पुग्दा चाहिँ हामी देखिहाल्नु भयो त्यहाँ चाहिँ 3 hours 4 minutes देखाएको छ म्यापमा देखाउन चाहिँ तर अब स्ट्रेट जानुभन्दा पनि अब बिचतिर सर्भिसेसतिर रोकेर जानु चाहिँ ठिक होला जस्तो लाग्छ अनि अब हेरौँ कहाँ रोक्छौँ के गर्छौँ भनेर चाहिँ अब कफी मेन त कफी खानको लागि हो तर हामीले आफै कफी बनाएर ल्याएको छौँ घरदेखि नै अब यही खाँदै जान्छौँ अनि हेरौँ के अब रोक्नु त एक न एक ठाउँ त रोक्छौँ होला के खाएर जानुपर्छ पिसाब लागिहाल्छ अब के खाएर पनि जानुपर्ने हुन्छ मेन भनेको त्यही हो विसर्जन गर्न जानुपर्छ साथीहरू अब भर्खर घाम लाग्यो मात्रै भने चाहिँ लाग्नु त लागिरहेछ तर फेरि बादलले घामलाई छेक्नु आँटिसक्यो साथीहरू अघि भर्खरै युकेको वेदर घाम लाग्यो वाउ भनेर तारिफ गरेको यहाँ हेर्न सक्नुहुन्छ यो नेपालमा हामी त्यो के भन्छ अरे मलाई चाहिँ के याद आयो भन्दाखेरि हामी एकचोटि हाम्रो फ्यामिली टुर नै गएको थियौँ क्या दसैँ तिहार पछि उता बन्दीपुर कता गएको थियौँ तिमी गएको थियौ र तिमीले भनेर त तिमीलाई थाहा भएको किन थाहा छैन त मलाई कसरी थाहा हुन्छ तिमीलाई ए मैले भनेर तिमी मेरो गर्लफ्रेन्ड थियौ नि त्यतिखेर अनि त्यसपछि के त्यो बन्दीपुरबाट तल फर्किँदाखेरि लिटरली यस्तै थियो कि अगाडिबाट मान्छेहरू अब गाडी आएको पनि नदेख्ने खालको त्यस्तो त्यो के भन्छ यसलाई पुरै कुहिरो लागेको ल हेर्न
त यहाँ हामी लुम्बिनी जाँदाखेरि पनि हामी निनीहरू आउँदाखेरि हामी लुम्बिनी पनि गएको थियौँ लुम्बिनी जाँदा पनि सेम यस्तै थियो अनि त्यो शीत झर्नेलाई शीतलहर के भन्दो रहेछ त्यस्तो पनि भयो थियो पुरै टाउको दुखेर त्यो बेला त मलाई अघि भर्खरै तारिफ गरेको तारिफ गर्ने लागेकै छैन यहाँको वेदर अगाडिबाट लिटरली केही नै देखेको छैन क्यामेरामा त्यति साह्रो देखेको छैन होइन तर अगाडिबाट त यो गाडी आएको नि त्यहाँ यहाँ नजिक आइसमा त देखेछ क्या त्यस्तो छ ओ माई गड यहाँ युकेको वेदर तारिफ अघि तारिफ मात्र के गरेको थियो माथि यस्तो छ मुलायो तर यो अलिकति हाइटमा छ नि त त्यही भएर तल त ठिकै होला हुनु त भरे पनि तल त्यस्तै हुन्छ अनि बिहान चाहिँ ठिकै छ अब यो त अलिक हाइटमा छ नि यहाँ माथि डाँडामा एकदम त्यो अवस्था साथीहरू अहिले चाहिँ हामी यहाँनिर अलमोस्ट पुग्न लागिसकेको छौँ अनि अहिले चाहिँ ठ्याक्क कति बज्यो भन्दा कति बज्यो 12 बजी 12:15 12:30 भइरहेछ अनि अहिले चाहिँ हामी यहाँ सर्भिसमा चाहिँ स्टप गरेको छौँ किनभने भोक लागिसक्यो नि त 12 बजी भात खानु पऱ्यो होइन कहाँबाट गाडी आउँछ अनि त्यही भएर अलिकति पिसाबले पनि च्यापिरहेछ होइन त्यही भएर अहिले चाहिँ हामी टक्क लगाएर यहाँनिर सर्भिसेसमा यहाँनिर चाहिँ आएर रोकेछौँ हामी चाहिँ होइन भोक लागेको जस्तो पनि भइसक्यो अब बिहान त्यो कफी मात्रै खाएको त्यो भएको कारणले अब हामी खान्छौँ अब यहाँबाट चाहिँ 38 मिनट्स देखाइरहेछ म्यापमा चाहिँ लेट्स चाहिँ अब कति मिनट लाग्छ जस अलमोस्ट पुगिसक्यौँ अब चाहिँ यहाँ क्विक अलिकति खाना पर्ने हुन्छ होइन भोक लागिरहेछ त्यही हो साथीहरू अब आइयो होइन बिहानै हिँडेको अहिलेसम्म जस ठिकै भइरहेछ अझै कति टाइमहरू कता आएको हामी कति टाइम चाहिँ अलिकति लेट भयो कि किनभने रोडतिर ट्राफिक एकदम ट्राफिक क्या त्यो एक्सिडेन्टहरू भएर अनि त्यो कन्स्ट्रक्सनले गर्दा चाहिँ धेरै टाइम चाहिँ आधी घन्टा 1 घन्टा चाहिँ प्लस भयो म्यापमा त्यो भएको कारणले चाहिँ वेट गर्दै आउनु पऱ्यो त्यसो होला साथीहरू अब चाहिँ हामी यहाँनिर के पाउँछ खान्छौँ होइन अनि यहाँ चाहिँ अहिले यस्तो छ साथीहरू ल टक्कला तर सर्भिसहरू सबै एउटै हुने क्या होइन अस्ति नै छिरेको जस्तो नि लाग्ने क्या अहिले त ल अब एकछिनपछि अब हामी क्विक खानुपर्ने हुन्छ अनि खान्छौँ अनि त्यसपछि भेटौँला है त ल हामीले चाहिँ टक्क लगाएर खाइ पनि सक्यौँ होइन अब चाहिँ हामी यहाँबाट निस्किनु पर्ने हुन्छ किनभने 1 बज्न लागिसक्यो होइन त्यही भएको कारणले गर्दाखेरि यस्तो डेन्जर भोक लागेको थियो होइन भित्र त्यो तातोमा छिरेपछि त त्यो उयो भयो जस्तो भयो क्या के भन्छ निर लाए जस्तो भयो कि चिसो नि त बाहिर अनि मेन चाहिँ हामीले फेरि त्यो एसी नचलाएर आएको किनभने केक बिग्रिन्छ भनेर चाहिँ हामीले के भन्छ हिटरै नचलाएर आएको यस्तो गाह्रो छ फेरि यहाँनिर अब यत्रो स्पेसमा छिर्न पनि हुन्छ कि अर्को गाडीमा ड्याममा हान्ला जस्तो भन्ने चाहिँ तनाव हुनसक्छ होइन त्यही भएर चाहिँ यसरी बिस्तारी चाल मारेर उयो चढेछ नि त मासला ग्लोभ्स ल साथीहरू अब हामी यहाँबाट निस्क्यौँ होइन अब यहाँबाट चाहिँ आधी घन्टा ड्राइभ गर्ने हो साथीहरू वी आर फाइनली हियर हामी चाहिँ अगाडिको बाटोमा आयो चेरिटन के भन्छ अरे यहाँ चेरिटन रोड समथिङ के होला इन्सोर्ट चेरिटन रोड के भन्छ क्या अरे यहाँ आएर न जस यहाँबाट माथि जान साथ आइसक्यो म्याकेन्जी ड्राइभ चाहिँ अनि त्यसपछि मलाई त त्यस्तो भएको थिएन मलाई चाहिँ अस्ति यहाँ युके आएर फर्स्टचोटि भेट्दाखेरि चाहिँ त्यस्तो भएको थियो अलिकति डर लागेको जस्तो कस्तो त्यो हुन्छ नि धेरै पछि भेट्ला भएर त्यस्तो भयो थियो तर आज चाहिँ आएर न किन भएको छैन भनेर तर मेरो बुढालाई चाहिँ एकदमै डर लागिरहेको छ होइन डर लागेको छ धेरै पछि भेट्नु लागेको भयो तर यहाँ चाहिँ अलिकति के एउटा रिक्स छ भन्दाखेरि चाहिँ दाईहरू हिँडेर नेपाल पसल आउन सक्नुहुने चान्सेस धेरै छ अब फेरि आउँदा फेरि हामीलाई बाटोमा भेट भयो भने त हामीलाई सरप्राइज हुँदैन हामी उल्टै सरप्राइज हुँदैछ त्यही भने चाहिँ अनि हामी चाहिँ अब खुस के अरे खास गरी चाहिँ सुरुमा सङ्गीता घर जाने भनेर सोचेको उसलाई कल गरेको उसले फोनै उठाएको किनभने उसको नाइट ड्युटी थियो भनेर भन्दै थियो अनि अघि आएर म सुत्न लागेको भन्दै थियो अनि सायद ऊ सुत्दैछ कि के गर्दैछ कि ऊ फोन साइडमा भएर नउठाएको कि ठ्याक्कै नेपाली पसल पनि यहाँ आइपुग्यो तर अब यहाँदेखि चाहिँ अलिकति जोगेर हिँड्नुपर्ने हुन्छ किनभने दाइले अस्ति कुरा गर्दैछ अब मोमो बनाएर खानु पर्ला यस्तो के भनेर भन्नु थियो फेरि सामान लिन आउने भनेर बाटोमा भेट भयो भने त ओहो म त मान्छेको गाडीमा नै आउनु सक्छ है आइसक्यो गाइड म्याकेन्जी ड्राइभ चाहिँ यहीँ हो यो म्याकेन्जी ड्राइभमा हामी आइसक्यो अब सङ्गीताको घर चाहिँ यहीँ नजिकै हो यतै हो सङ्गीताको घर अब डर लाग्यो सङ्गीताले फोन पनि उठाएर के गर्नु भयो हामी डाइरेक्ट जाने हो र हामी सङ्गीताको घर चाहिँ यही हो सङ्गीताको घर अगाडि चाहिँ आइपुगिसक्यौँ आउनु चाहिँ यहाँदेखि उता गएर चाहिँ श्रेयाको घर हो तर अब
यहाँ चान्सेस एकदमै धेरै छ हामीलाई सङ्गीताहरूले के अरे श्रियाहरूले बाटोमा भेट्ने सङ्गीताहरूले बाटो के अरे श्रियाहरूले बाटोमा भेट्ने चान्सेस चाहिँ एकदमै धेरै छ अनि सङ्गीतालाई फोन गरेको फेरि उठाएन क्या अनि फेरि भित्र के गर्नु एकचोटि दाइलाई कल गर्नु न साथीहरू अहिले चाहिँ हामी यहाँ पल बुढोको घरमा छौँ अनि यस्तो राम्रो डिजाइन सबै गरेछ कि होइन बुढो र बहिनीले के भन्छ ए अनि यहाँ देख्नु सक्नुहुन्छ यस्तो बवाल छ यार बुढोहरूले यस्तो पक्का होइन यहाँ पछाडि पेन्टिङ राखेको छ होइन अनि यता फोटोहरू चाहिँ यहीँनिर छ अब के भन्छ यो रुख नै छ यहाँ त्यहाँ यस्तो बवाल छ अनि हामीलाई घरमा गयो भने चाहिँ यस्तै ढुवा खोल्ने बित्तिकै मेरो चाहिँ यस्तो लाग्छ क्या मलाई साथीहरू किनभने हाम्रो चाहिँ अब नयाँ घरमा सर्ने भनेर हामी चाहिँ केही गरेको छैन क्या इभन हाम्रो बक्सहरू पनि जस्ताको तस्तै छ पाइलो भएर गाडाङ गुडुङ छ अनि यस्तो टिभी नदेखेको त होइन धेरै त भएन तर पनि 6 महिना जति भयो टिभी नदेखेको धेरै त भएको छैन होइन कहिले कहिले काहीँ हेरिन्छ त्यही छ है त ल अब चाहिँ एकछिन पछि भेट्न पर्ने हुन्छ किनभने अब अघि नै भनिसक्यो हाम्रो प्लान के गर्ने कसो गर्ने भनेर त्यही भएर हेर्दै गर्नु होला है बुढो भइएछ अब हेर्दा हेर्दै चाहिँ के गर्ने साथीहरू अहिले चाहिँ हामी यहाँ टक्कला टाउनमा आएको छौँ किनभने हाम्रो पल बुढो र सङ्गीता बहिनीले चाहिँ केक लिने भनेर उता के अरे केक लिने भनेर उतानेरि जानुभएको छ उहाँहरू चाहिँ अनि हामी चाहिँ केक बक्समा लिनु छ अनि बुढीलाई चाहिँ टक्क आज बुढीको चाहिँ ड्राइभर होइन हो त्यही भएर साथी त्यही छ अब यहाँबाट केक लिएर फेरि अब हामी सरप्राइज दिन जानुपर्ने हुन्छ अब सरप्राइज हुन्छ कि हुँदैन थाहा छैन अब अहिले थाहा हुन्छ किनभने के भन्छ वी डिड लट्स अफ के भन्छ ड्रामा होइन है लट्स अफ ड्रामा गरेका छौँ हामीले चाहिँ किन होमा गर्नु त्यो चाहिँ भयो अनि साथीहरू एउटा कुरा के हो भन्दाखेरि अनि यहाँनिर चाहिँ अरूभन्दा नि सबभन्दा झ्याउ कुरा चाहिँ यहाँ पार्किङ हो क्या पार्किङ त्यही भएर मलाई जस्तो बाहिरतिर टाउनतिर निस्किनु मन लाग्दैन पार्किङ नै पाउँदैन भनेर साथी यस्तो छ बिजोग हेर्नु न अब ल हाजर लाएर लाइट बालेर बसिरहेको छौँ हामी अब यहाँनिर चार्ज पनि आउन सक्छ फेरि यहाँ चाहिँ कस्तो भने अस्ति एक दिन के भयो भने टाउनतिर कुदाउँदै थिएँ अनि त्यसपछि कुदाउँदै थिएँ तर के भयो भन्दाखेरि बस लेनमा कुदाएछु थाने भन्ने यादै भएन पछि चाहिँ घरमा चाहिँ ठ्याक्क पोस्टमा चाहिँ ल पेनाल्टी भनेर चाहिँ आयो अनि ठ्याक्क 70 पाउन्ड तिर्यो होइन त्यही छ साथीहरू त्यही भएर अलि एकदम डेन्जरस छ यहाँ चलाउनलाई चाहिँ अलिक बिचार गरेर चलाउनुपर्छ है त ल बुढोहरू आइसक्नु अब हामी जान्छौँ सरप्राइज दिनको लागि होइन टक्क लाएर अब हेरौँ के हुन्छ कस्तो हुन्छ हेर्दै गर्नु होला साथीहरू यहाँ चाहिँ सङ्गीता र दाइ चाहिँ हाम्रो प्लान अनुसार के अरे हाम्रो प्लान एक्जिक्युट गर्न चाहिँ उहाँहरू जाँदै हुनुहुन्छ त्यसरी दाइले र सङ्गीताले चाहिँ हाम्रो त्यो सानो श्रियाको लागि लिदिएको केक चाहिँ लगेर यो चाहिँ के भन्छ अरे उता सुजित दाइले र सरसाले पठाइदिएको भनेर दिन्छु भनेर जानुभएको छ उहाँहरू चाहिँ अनि हामी चाहिँ स्टिल यहाँ गाडीमै छौँ अनि श्रियाको घर चाहिँ ठ्याक्कै यसको साइडमा हो क्या अनि हामी त्यसरी गयो भने चाहिँ फेरि श्रियाले थाहा पाउँछ भनेर चाहिँ हामी एकछिन 2-3 मिनटपछि मात्र सङ्गीता र दाइ चाहिँ सामान बोकेर केक दुईटा गिफ्टको झोला त्यहाँ फेरि बुके बोकेर त्यसरी जाँदै हुन्छ उहाँहरू चाहिँ ल साथीहरू त्यही हो कुराकानी चाहिँ ट्याक्क लाएर अब बहिनी र बुढो चाहिँ गइसकेको छ अनि हामी चाहिँ यहाँ वेट गरेर बसिरहेको छौँ अब जे बहिनीलाई दुवैजनाले एक्सपेक्ट गरेर होला तर बिहान अब त्यसरी फोन गरेपछि त अलिकति एक्सपेक्ट कम हुनुपर्ने क्या यो त्यति साह्रो एक्सपेक्ट गरेको छैन होला जस्तो लाग्छ मलाई चाहिँ किनभने बिहानै काममा हिँड्न लागेको भनेर फोन गरेको थियो सो गाइज अब कस्तो हुन्छ हेरौँ अब प्लान अनुसार हुन्छ कि हुँदैन होइन अलिकति सरप्राइज दिने भनेर आयो होइन सो सरप्राइज दिन जाम्न भनेर त्यही साथीहरू मलाई कस्तो डर लागेर चिज ढुकढुक भइरहेछ आई डोन्ट नो किन हो यहाँ कस्तो डर लागिरहेछ मलाई चाहिँ त्यही हो साथीहरू एकछिनपछि भेटौँ ल होइन अब खास गरी अब हामी पनि अब उता जानु नपरेको हामी पनि यतै यही कुनै घरमा सायद बस्न पाउँथ्यौँ होला यता यत्रो धेरै हुन्थ्यौँ हामी अब के गर्नु अब सरप्राइज अब केक दिएर बर्थडे काट्दा पनि यसो 4 घन्टा ड्राइभ गरेर आउनुपर्छ होइन साथीभाइहरू यस्तै छ अब के गर्नु होइन अनि त्यसपछि अरू पनि एउटा कुरा चाहिँ भन्न बिर्सेछु के भन्दाखेरि चाहिँ अब
दिएछ सरप्राइज चाहिँ दिने भनेर सोचेको अनि है नभनिकन आउने भएछ अनि अर्को चाहिँ के सोचेको थियो भने हामीले चाहिँ श्रेयाले अब जे भयो भने अरूले विस गरेको त आफ्नो स्टोरीमा सेयर गर्छ नि त श्रेयाको स्टोरी पनि नहेर्ने प्लस उसलाई ह्याप्पी बर्थडे पनि नभनिकनै भनेर आउने भनेर सोचेको थियौँ तर हिजो साढे अस्ति मात्र फेरि श्रेयाले कल गरेर बर्थडेमा यस्तो उस्तो दाइले श्रेयाले बर्थडे कुरा गरेपछि अब अभियसली भनेपछि उनीहरू थाहा हुन्छ अनि अब विस पनि नगरेको भए चाहिँ फेरि झन् शङ्का हुन्थ्यो होला क्या थाहा थाहा विस पनि नगरेको आउन लागेछ भन्ने सोच्छ होला भनेर चाहिँ जस विस चाहिँ गरियो न त चाहिँ हामीले चाहिँ विस पनि नगर्ने ह्याप्पी बर्थडे केही नभने अब उसलाई सोच्न त अनि हेर यत्रो भएर पनि हामी जहाँबाट ह्याप्पी बर्थडे उसलाई ह्याप्पी बर्थडे जहाँ बर्थडे पनि याद भएन छ विस पनि गरेन भन्ने हुन्छ भन्ने चाहिँ लागेको थियो तर अब के गर्नु यस्तै छ अब लेट्स सी अब अरू प्लान के कस्तो हुन्छ भनेर अब सङ्गीताहरू चाहिँ गइसकेको छ सङ्गीतालाई मेसेज गर्नु पर्यो ल साथीहरू एकछिनपछि भेटौँ ल हेर्दै गर्नु Namaste, Dad. Namaste, Bhai. Happy birthday to you. Happy birthday, dear Sam. Happy birthday to you. रुन लाथे निदाउन लाथे के यो चाहिँ सरु सर सिद्धि दाइले पठाइदिनु भएको छ घरको एड्रेस दिनुभएको हुन्छ दिनु ल बहिनी भन्दा दाइले पनि संसारले दिनु ल ह्यापी बर्थडे यो चाहिँ साह्रै क्युट के खै उसलेको दिदीकोमा खै के भन्थ्यो तर बिचारा त्यत्रोबाट यहाँ कसरी ल्याइदिएको के मन छक्क पऱ्यो दिदीको बाटो हो खै उसकै उसले को चिनीकोबाट गरे जस्तो भनेर जस्तो लागेको थियो कति क्युट के अन्त ल सरुसा मैले भिडियो बनाइदिन्छु मलाई आउँदैन है तिमीलाई जस्तो अब जति जाने त्यति बनाएर पठाइदिन्छु सरसाल तिमीलाई फोन गर्यो न बिहान गरेको थियो काममा गएँ बिचरा आउन त मन गरेको थियो के गर्नु कति राम्रो डेकोरेसन हौ Cute. कति राम्रो देखेछ तिमीलाई त यहाँ कस्तो राम्रो आहा ल्यासेस स्यासेस हालेर राम्री भएर बसेछ सरुसा साथीहरू हामी चाहिँ यहाँ श्रेयाको घर यहाँ अगाडि हो उयो पर्दा खुल्लै छ कि के हो पर्दा त खुल्ला छैन उयो सङ्गीताको चप्पल मैले देखिसकेँ पर्दा चाहिँ खुल्ला छैन साथीहरू माथिको पर्दा नै बन्दै ओइ ओ नो के हो पर्दा कसले खोलेको थाहा भएन साथीहरू श्रेयाको घर चाहिँ त्यही छ अब लेट्स है कल दाइले चाहिँ कल गर्नुभएको थियो भर्खर दाइको केक पनि एकछिनमा लग्यो ल साथीहरू हामी चाहिँ आइसकेको छौँ ढोका खोलेन अलिकति ट्राई गरेर छैन क्या बिस्तारै यहाँ म रेडी भइसकेँ यहाँ ढोका त रहेछ कि म त यस्तो लागेर बसिरहेको छु त साँच्ची Happy birthday to you. Happy birthday to you. Happy birthday, dear Shreya Bhani. Happy birthday. ओइ रुन्छ एउटा फेरि हेर है मलाई थाहा थियो
जस्तो लागिरहेको थियो मलाई कसरी लाग्यो बहिनी फेरि के कसरी ल्याउनु होला यत्रो टाढोबाट भन्नुहुन्छ बहिनीले वाउ यहाँ ल साथीहरू यहाँ डेकोरेसन भइसकेको रहेछ होइन बर्थडेको दिन त कुनै होइन है आज खुसीको आज ठिक छ ल पनि ह्यापी बर्थडे श्रिया ह्यापी बर्थडे बहिनी ह्यापी बर्थडे ह्यापी बर्थडे दाइ ल धेरै धेरै बधाई छ ल्यान्स कपाल दुपन्दै हुनु भएकोमा अझै आशीर्वाद अझै के भन्नु यो पनि त दुब्ला रहेछ यार ल दाइलाई पनि कङ्ग्रेचुलेसन्स ल ह्यापी बर्थडे भन्नु श्रियालाई अस्ति घर शनिबार काम छ रे दाइलाई बधाई सल्युट हाल्नु के हो यार के लगाएको त्यो ल है केक चाहिँ यो सरप्राइज यस्तो छ ह्यापी बर्थडे श्रिया लेखेको ल श्रियालाई आउँदै अझ पावलले टोइलेट पनि पठाएको दाइलाई नि हेलो फुटेज छिटो म टोइलेट आएको छु भनेछ अनि फेरि आइहाल्यो मलाई लाग्दै थियो अस्तिदेखि अनि आज बिहान फेरि लुगा पनि लगाएर कल गर्यो नि त्यसपछि चाहिँ कन्फ्युज भयो होइन होइन जस्तो छ बहिनीलाई यादै हुँदैन तपाईँले ओ यो दाइलाई अरूमा थर्काउनु पर्नेछ यो दाइलाई थर्काउनु पर्नेछ अहिले थ्याङ्क यू वेलकम ल काटौँ बर्थडेको केक थाहा भएन मैले सबै तिमीलाई दिएको थिएँ मैले बिर्सेँ मलाई त केही पनि थाहा छैन एमाजोनदेखि आएको डेकोरेसन भइसक्यो है दाइको यहाँ ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे डियर श्रिया ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे ल के काटौँ कति माया लाग्यो किन अर्काको भो त्यो खाना मिल्ने भयो हो क्या खाना मिल्छ होला त दाइले रनिङ गर्न होइन अब बहिनीहरूलाई पहिला कहाँ आज बर्थडे खान त्यहाँ बस्नु हामीले त के बस्नु दाइ के बर्थडेमा खुवाएको के के हुन बस्नु काटेन ल कति क्युट केकहरूको लागि धन्यवाद साथी स्वागतम ए केको लागि धन्यवाद हामी आफू हामीलाई धन्यवाद छैन जाउँ हामी घर खुवाइदिनु न पहिला बहिनीहरूलाई दाइले आऊ मेरो साथीहरू साथीहरूलाई होइन के पहिला सियालाई खानिदिनु भनेको मान्नु न दाइ तपाईँ किन यतिको चाहिँ हुनुपर्छ है दाइ केक खाने भनेर दाइले अघि चम्चा कचौरा लिएर आउनु भइसक्यो दाइले यहाँ ल वाउ ह्याप्पी बर्थडे ए खाएको जस्तो गरेको झर्छ जिस्काउनु पर्यो खुसीको आँसु हो यो चाहिँ उता क्लस्टरदेखि आएको केक हो है कसरी आयो यत्रो टाढाबाट यो हामी सँगसँगै होइन अनि पग्लेन पग्लेन ल साथीहरूलाई 30 लाख ल अब बर्थडेमा अरू के होइन भान्जा भान्जी चाहियो खेलाउन पाऊँ भने आशीर्वाद दिन एआईको भान्जा भान्जी होइन रियल भान्जा भान्जी यहाँ हुँदा अहिले कुदिरहेको हुनु आऊ साथीहरू ल जाऊ न तिमी जाऊ दाइलाई देऊ जहाँ जाँदा नि हुन्छ क्या ल जाऊ म भिडियो गर्दैछु कि ल तिमी जाऊ पहिला यसरी लाइनै जाऊ ल ह्याप्पी बर्थडे शुभकामना साथी जन्मदिनको शुभकामना ए ल ल ल दाइ भिडियो गरिदिनु त बिगार्छ धन्यवाद अब सङ्गीताको पालो मन त्यस्तै गर्ला नि पहिला छिटो नबिर्सिकन है ल अब पल्लाइको पालो हजुर सानो बहिनी स्ट्रबेरी खानुहुन्छ कि यो केक त मिठो रहेछ उसले भेनिला मन पराउँछ त्यही भएर भेनिला
बोर्डको राख्नु पर्ला त्यही गिफ्ट दिनुपर्ने रहेछ धन्यवाद ल बोर्डकोमा हालिदिनु भयो हुन्छ होइन देऊ न उ देऊ दाइलाई केक मनपर्छ नि होइन पल दाइलाई त्यही भएर के हो भने बोर्डकोमा हालिदिनु भयो मैले चाहिँ मिठो पाठ पाएछु है दाइले मेरो के किन बिगारिदिएको यहाँ झुन्डाइदियो सेम रहेछ क्या बो फेरि म्याच भएको फेरि आमा चम्चाले काट्ने होइन नि उसलाई टोइलेट आइरहेछ क्या अघिदेखि भनेर त म त किन होइन तर बोललाई लास्टै च्यापेछ बिचरा भनेर म त प्लान नि ल यस्तो छ ल यो चाहिँ मैले आफै ल्याइदिएको हो होइन मैले सङ्गीता मेरो कुन हो तपाईँहरू पनि खानु दाइ बक्सवाला हो है मेरो बक्सवाला ल ल ल गिफ्ट आदान प्रदान गरौँ त ए आदान प्रदान त हुनु बर्थडे मेरो साथी थ्याङ्क यू सो मच नमस्ते नमस्ते अब हाम्रो गिफ्ट चाहिँ हामी नै हो ल खै त दाइ ए दाइले सङ्गीता यो रूपन दाइलाई म गाडी गर्नु पर्ने सब ल ल ल सुरु पहिला के खाऊ है एकछिन पहिला खान्छु मात्र गर्छु माथि माथि बस बहिनी माथि आउनु यहाँ बस्नु बहिनी आउनु न हामीले ठिकै है नट ब्याड है काम गरेर आउनु भएको बहिनी माथि बस्नु त यस्तो माया फ्रुट केक हो यो मलाई थाहा थियो मलाई थाहा थियो अहिले हिजो नि मदेखि ढाँटेको थियो क्या बहिनीलाई कस्तो लाग्यो हामी आउँछ के कस्तो भएको सबै भनिदिनु पर्यो यहाँ प्लिज उसलाई त मैले कुरा नि भन मैले छिटो उसलाई मैले अस्ति न कल गर्दाखेरि पनि के भन्छ स्याटरडे चाहिँ छैन भन्छ है फेरि हिजो चाहिँ घरि खै कुरा बिहान रहेछ होइन स्याटरडे छैन भने होइन मैले के भने के अरे उसले दिक्चेनहरू पनि आउँछ होला सरप्राइज दिनको लागि फेरि बर्थडेको दिन यताउता के हुन्छ घरमै बस नि त भनेर मैले त्यसो भने यो रूपन दाइले हो रूपन दाइले यस्तो अरे अझै के अरे त्यो त थाहा पाएपछि अलिकति चुप लाएर बस्नु भयो कि त हामीलाई पछि एक्लै सोध्नु नि होइन लगाएको सरप्राइज दिन भनेर सोध्नु नि सियाको अगाडि घरमै बस्नु भनेर त पक्कै पनि उनीहरू अल्ला गो भनेर भन्छ यो दाइले कुरा अनि फेरि सरसाले काम तर होइन त्यो साँच्ची के हो क्या त कसै त्यो चाहिँ उसले चाहिँ डेट हेर्दै योमा काम भन्दै गोलो गोलो लाएर पठाएको खासमा त्यो चाहिँ चाहिँ खासमा त्यही गरी पठाओ अनि यस्तो भएको थियो क्या हामी त रोटा भनेर यही हप्ता तिमीलाई मैले हिजो जुन पठाएँ नि अस्ति त्यो दिनको मात्रै रोटा पठाएको थियो क्या अरू दिन त्यसो रोटा पठाउँदैन हामीले चाहिँ जुन बेला काम हुन्छ त्यही बेला आफै जाने हो क्या त्यस्तो हो क्या त्यही हो दाइलाई त्यो पठाएको दाइले त थ्याङ्क यू सो मच मेरो त्यो देखेर अनि फेरि हिजो कहिले बोलेको अस्ति होइन अनि अस्ति घरि भन्छ ए ल मेरो फेरि के अरे मनडे बिहानै काम छ स्याटरडे पनि छ भन्छ है सन्डे मात्र छुट्टी छ भन्छ घरि फेरि स्याटरडे पनि छुट्टी अनि मनडे काम भन्छ है अनि 3-4वटा भनिसकेको तिमीले यो सब यहाँ त फेरि नोटिस गरेर अनि पछि त अनि के आउनेवाला छ बेबी हेरिबस न यो सरुसाले के भन्दैछ भनेर भन्यो अनि यो पनि दाइले नभनेको त्यस्तो कुरा केही हुन्न थियो होला हामी खास गरी हिजो यो दाइ हो क्या अनि खास गरी चाहिँ हिजो बेलुका आउने भनेर सोचेको फेरि ठ्याक्कै अस्ति दाइले कल ठिक टाइममा कल गरेछ नि दाइले ड्युटी छ भन्यो नि त राति 12 बजी हामीलाई ढोका ढकढक गरेर टिभी तर्सिन्छ त्यो भनेर अनि फेरि न त हिजो काममा छिटो भनेर छिटो निस्केर अनि बेलुका 12 बजी पुग्ने गरी हिसाबले आऊँ भने फेरि उसको पनि काममा रहेछ अनि मेन त रूपम दाइको ड्युटी रहेछ अनि त्यसपछि होस् भोलि बिहानै जाऊँ भने भोलि बिहान म त हिजो आउँछ जस्तो लाग्यो मलाई पनि राति 12 बजी आइपुग्छ कि आज ए तर ठिक गरेर न न त त्यही सोधेको थियौँ म त हामी हिजो आउँछ जस्तो लाग्यो थियो अनि फेरि आज बिहान लुगा लाएर कल गरेपछि 50-50 भयो कि होइन कि क्या हो साँच्ची नै जस्तो लागेको थियो पछि त म त 100% गाइज हामीले चाहिँ रूपन दाइको सर्ट के अरे प्रमोसन भएको भएर नि अर्को केक र अनि स्याम्पेन रहेछ नि त भर्खरै रूपन दाइलाई माथि पठाइदिइसक्यो भने चाहिँ हुन्छ सोध्नु न म त रेडी घर बस्दा नि रेडी बाहिर रूपन दाइको अर्को केक छ यहाँ चाहिँ अनि उसको दुईजनाको दुईजनाको लागि पो हो त नि त्यो त यहाँ दुईजना कतिखेर नोटिस गर्दोस् के चाहिँ बोलाएर बस्नु किनभने नि यत्तिकै भन ल मैले भिडियोको लागि भनेर
गरौँ न त्यो मान्छे त चम्बु छ है फेरि सँगै लास्ट नम्बरको चम्बु उनीहरूले बस्दै नभने के गर्नु के भन्यो भन्यो भनेर यो मान्छेहरू कस्तो होइन तिमी नखोला न तर होइन यो त उयो हो नि त नगर नि त्यही पनि मुभी हेर्न आज त कहाँ जान्छ अनि यो कस्तो मन पर्छ यार मलाई अस्ति बाहिर वाउ नयाँ हो कि क्या हो लाइफमा हुन्छ बाहिर सुकाएको तुलसी श्रियासँग बस्नु साह्रै नराम्रो देखाएको थियो कि के नराम्रो देखाएको एउटा फोटो खिच्दियो न मलाई फोटो खिचिदिउँ त एउटा हेलो साथी बर्थडे गर्लसँगको कति गर्लसँगको कति ओ बधाई छ दाइलाई पनि ऊ दाइले खोलिदिनुहुन्छ ल धेरै धेरै बधाई छ दाइलाई पनि अझै धेरै धेरै राम्रो गुड न्युज सुन्न पाऊँ स्लो मोसनमा देखेँ यार सुते हैन लट्ठै भइसक्यो निद्राले ए लिएर आऊ न हेर्ने मात्र नि ओ माय गॉड यार आउ न यहाँ केही भइहाल्यो अब तिम्रो ओ एकछिन हो ल यस्तो छ है दाइलाई अब आएको बेला सबै कुरा गरौँ भनेर हो म गरिदिउँ बुढी भिडियो होइन पर्दैन फेरि म त खतरा है म त लाजे हुन्छ म झन्डै मेरो आफै लाग्यो यहाँ छिटो ल राम्रो लाउनु मन लाग्यो कस्तो नि अघि भन्नु पर्दैन ल दाइलाई ल बधाई छ बधाई छ बधाई छ डान्स गर्नु भएकोमा अझै धेरै गुड सुन्न पाऊँ दाइको है यस्तै छ अब दाइलाई मात्रै बधाई दिएर त भन्ने यो कुरामा चाहिँ श्रियालाई पनि दिनुपर्ने हुन्छ ल श्रियालाई पनि धेरै धेरै बधाई छ डान्स गर्नु श्रिया भएकोमा ल अनि ह्याप्पी बर्थडे पनि श्रियालाई 2 in 1 ल अब काटौँ केक थ्याङ्क यू सो मच ल बरी बहिनीहरूलाई कता गयो सङ्गीता क्यामेरा त पर्दैन होला है नपर्दैन यसरी यो त कार्ड दिइहाल्यो ओ माय गॉड सरी सरी अघि तिमीले समात्यौ सरी सरी ल बधाई छ बधाई छ ल बधाई छ दुवैजनालाई बधाई छ ल ल एक अर्कालाई अब यो खानिदिने त लु म त के भयो अच्छा मिठो रहेछ होइन साँच्चै भन्नु न थाहा छैन हामीलाई कस्तो बनायो भने कि एकदम मिठो छ यार यो त ल मेरो नम्बर हेर्नु ल त्यहीबाट ल अब यतैबाट खुल्छु म ल बुड्की भन्नु ल ल सबै खाऊ है मलाई भाइनु पर्यो नि त पर्यो पर्यो दाइ अलिकति आज त अनि त्यो केक त खास गरी मुखमा हाल्नु थ्याङ्क यू सो मच नम्बर हे मेरो नम्बर हेर्दा पनि गुड लक होस् राम्रो होस् ल ल थ्याङ्क यू सो मच यार नम्बर टाढाबाट आइदिनु भयो ल खानु भने त अलिक इमोसनल दुई शब्द दिनुहोस् न अघि लगाइदिनु पर्ने यार ल बहिनी ल ल त धेरै नदिने दाइ धेरै नदिनु अगाडिबाट कति न मन घटेर दुब्ला डाइटिङ गरेको होला नि ल बहिनी थ्याङ्क यू सो मच है टाढाबाट आएकोमा ल धेरै धेरै बधाई छ थ्याङ्क यू आउनु त यसरी आज ल ल दुईजनाको बर्थडेको दिनमा वाउ वाट लकी कपाल यार ओइ ल ल खुसीको खबर जताततै छ जताततै खुसीको खबर अर्को खुसी खबर त छैन होला है अर्को त्यो त तर यो कलरिङ हेर्दा त फेरि खुसी खबर छ जस्तो लाग्यो बेबी सावर पिङ्क कलर पिङ्क कलर छ अनि यहाँ ल अब यस्तै छ है कता गयो धोला फेरि के किन्नु गयो सरप्राइजमा चाहिँ सरप्राइज छ त केही छैन त्यस्तो अब ब्ल्याङ्केट लिएर आयो कि सुत्नुलाई अनि तपाईँको घरमा ब्ल्याङ्केट छैन होइन किन्नु जाने सोचिरहेको छु म सुरुमा त म यो दिन चाहन्छु यहाँ हाम्रो राई माइला पैसा छ कि के हो यो चाहिँ हाम्रो बर्थडे गर्ललाई पालैतिर बढी सुनाइदिनु हुन भन्न म आग्रह गर्न चाहन्छु हजुरहरूलाई सुनाइदिनु ल ल सुनौ ल कङ्ग्रेचुलेसन अन यर एचिभमेन्ट वेल डन रे कङ्ग्रेचुलेसन अन प्रमोसन ब्रदर यु हेभ क्लाइम द ल्याडर डोन्ट फर्गेट अस लिटल पिपुल मोर मनी मोर प्रब्लम बट मस्टली जस्ट मोर मनी के हो यो कुडोस भनेको बधाई छ भनेको कस्तो युकेआर त्यस्तो नभन्न दया दाइ चाहिँ प्रगति गर्नु अघि बढ्नु यति छ हाम्रो तर्फबाट उत्तर प्रगतिको लागि शुभकामना पाउने राई माइला रूपन राई पठाउने सरुजी कङ्ग्रेचुलेसन ह्याप्पी फर यु थ्याङ्क यू सो मच ल अब श्रियाको पालो हिजो हिजो राति मात्रै लेखेको हामीले
ओ माई गॉड यस्तै हेर्नु त म त त्यस्तो के लेखेको छैन के होइन कि त्यस्तो के पनि लेखेको छैन पढ्नै पर्छ प्लिज बहिनी म एक्लै बसेर पढ्छु नै हो नो भिडियो चाहिँ गराइदिएछु एक्लै बसेर पढ्दाखेरि रोए पनि पठाउँछ भिडियो हुन्छ ल ल त्यस्तो त के लेखेको छैन अब तिम्रो पालो देऊ न नाइ कि तिमी त आमाम के हो के क्रिसमस गिफ्टै छ कि के हो ब्ल्याङ्केटै लिएको हो बहिनीको गिफ्ट बहिनीलाई ज्याकेट ल लगाएर त नि अब ल ट्राई चाहिँ गर्नै पर्ने हुन्छ त नि ट्राई चाहिँ गर्नै पर्ने हुन्छ लगाउ न लगाउ छिटो कसरी लगाउन टाट्न खोलिकन त्यही भने के भन्दै यो त यार कति हेभी ओ नो शिट झरिहाल्यो नि त्यो ला क्यामेरामा देख्दै देखेन वाउ थ्यांक यू वेलकम त त्यो पनि लगाउ न त मैले युज गरेर आएको हो त नि हुन्छ ओए सबले के मैले युज गर्ने होइन यो भ्यानिला फ्लेभरको भ्यानिला फ्लेभर अब म ल कस्तो ला ठुलो भयो क्या कति आयो त राम्रो छ राम्रो ठिकै छ आमा यो लाएर पर्छ त यहाँ आज यही लाएर बस्छ ला झन् हामीले बुझ्यो रुपनाको त यहाँ ए किन त्यसरी दिएको अहिले पछि दिने भनेको झन् यहाँ त्यो उडाइदिनु होइन त्यो त दाइलाई देऊ न यो त दाइलाई गिफ्ट है अब यस्तै छ गिफ्ट चाहिँ त्यो चाहिँ ठाडो ल यो चाहिँ रूपन दाइको अहिले बाहिर रहेछ तपाईँ एक्लै उता बाहिर जानु हामी यहाँ भित्र बसेर हेर्छौँ भयो थ्याङ्क यू सो मच ला किन श्रियाले बाङ्गो गरेर झारेको हाम्रो भित्रको खजानै झऱ्यो त्यहाँ त्यही त कुन त्यही भयो सरप्राइज भयो नि कति ए भयो उता अब किन फर्केको होइन हामी देख्दै देखेनौँ ल त्यही छ अब यो त बाहिर गएर फोड्नु परिहाल्यो नि फोड्नै पर्छ र अनि प्रमोसन भएको त हो तपाईँ हो कि हामी चाहिँ यहाँ बस्छ तपाईँ होइन त्यस्तो किन गति फुटाउने फेरि होइन ल जाम बाहिर कान्छी त माथि गएको घरमा बोलिसक्यो ए हो हुन्छ ल त सङ्गीत आएपछि गरौँ ल बहिनी आएपछि साँच्ची मेन प्रायोरिटी त होइन बहिनी आएपछि फोटो मोटा केही हुन्न अनि बहिनी कान्छी त्यहाँनिर कान्छीलाई पर्क्यो भने अनि भोलि हो मेरो फोन पनि कान्छीलाई पर्क्यो भने पुरै कन्ट्रोल हुने ओ एकछिन न दाइ कस्तो होइन यहाँ यस्तो गर्ने भिडियो घुम उडाउनु बहिनी आउनु तपाईँ पनि छौ सुया पनि हो ला चप्पल छैन चप्पल छ भित्र चप्पल यहाँ छ यहाँ होइन तपाईँ अलि उता जानु त यस्तो नराम्रो कटुमा यार त्यही भएर तपाईँले चेन्ज गर्नु भयो तपाईँ आफै नगरेर तिमीले गर त ए छोड यो दाइ त ओ एकछिन एउटा मेरो त लगाउनु उठ्यो कुन उता छ त चप्पल लाग्यो एकछिन रुपर पखन सिरा बहिनीले छेउमा राख्नु पर्दैन जो होइन उता म बिना गर्छु के भएको दाइलाई चप्पलै भएन त पल्दाइ होइन बहिनी पर्दैन किन प्रोग्राम गर्ने हामीले उतापट्टि जाने यतापट्टि आउला जस्तो भयो दाइ एकछिन नबोल्नुहोस् न प्लिज एकछिन यहाँ सङ्गीत आउँछ नखोल त्यसलाई यस्तो यसो 3 2 1 कसरी फोड्दा त अब होला रे यहाँ हेरिन्छ मात्रै फोडेन भने चाहिँ मेन निदारमा आउँछ क्या त्यो टुप्पो बोल खाने हो कि सर्ट लु भयो थ्याङ्क यू ल खानुहोस् अहिले एक घुटुक त खानु पर्यो होइन अनि एक घुटुक खानु पर्यो नखाऊ होला होइन यो त अहिले क्यामेरामा आउँछ भने कम गर्छ होइन नखाऊ है होइन एक चुसी खानुपर्छ ल ल बहिनीले नि एक चुसी खानुपर्छ मै खाइदिन्छु लु ल धेरै धेरै बधाई ल बधाई छ बधाई भइसक्यो ल यति नै छ हाम्रो कार्यक्रम सक्यो भयो कि ल। चिसोले ल अब जानुपर्छ हामी होइन वाइन त खुवाउनु पर्यो नि बहिनी तपाईँलाई अब त जानु लाग्यो होइन आँखा लट्ठै भयो ल अब कति बजे यार 3:30 ल साथीहरू अब जे गर्नु पर्यो हामीले सबै गरिसक्यौँ होइन बसाओ गाइजु अब त जानु किन ओए अनि आज पो छुट्टी हो त आजबाट भोलि साटेको के मैले गफलाई हो सिरियसली हो क्या जाने अनि तिम्रो बर्थडेमा भनेर खास गरी अब मैले तिमीलाई भोलि छुट्टी भनेको थिएँ नि त भोलिको सट्टा के अरे दुईजना काम सप गरेको के म चाहिँ भोलि जान्छु तिमी चाहिँ अनि आज आइदेऊ भनेर ला त्यही भएर बस न नि कहाँ मार्छ नि अब काम त कहाँ ला जाने भन्छ हेर त जान्छ ढुक्कै छ के हो क्या दाइ होइन साथी भनेको त्यही भएर गिफ्टमा पुगेर केही पनि छैन अहिले के आउनु पर्यो त लुगा ब्ल्याङ्केटै ल्याएन हामीले पछाडि डिकीमा होला नि त नि छैन डिकेमा त हाम्रो त्यो गिफ्ट थियो डिकी खोला त हेरौँ भनेको हो क्या हो
होइन खास गरी अब कस्तो हुँदा नि भोलि जानुपर्ने त ओके भोलि छुट्टी छ स्वाइप भने गरेर रहेछ कि उसले ड्युटी स्वाइप गरेर मैले उसलाई त्यही भएर भने फेरि प्र्याङ्क गर्न होइन होइन साँच्चै भन्नु तिन प्र्याङ्क छ झन् सोच जो धेरै नि प्र्याङ्क उसले त मैले उसलाई अस्तिको दिन भनेको थिएँ हामी अनलाइन भनेर अनि भोलि काम हो खास गरी भोलि छुट्टी हो खास गरी चाहिँ अनि मैले आज म जानु मनी बस्दै गरेर आऊ है भनेको झन् होइन होला हौ हो हेर न जाने भन्छ त्यही भएर हामी बिहान दिन कल गर्न साथ निस्किहालेको क्या के खाएर गइहाल्ने होइन यतिकै त नगाउनु के खाएर जाऊ सङ्गीताको घरमा आएर बसेको हामी अघि नै आइपुगेको भोलि केही त खाएर जानुपर्छ उनीहरू त बिहानै अनि अघि नै आउनु पर्छ त यहाँ नि होइन अघि नै आएको नि सब भित्र सङ्गीता सुतिरहेको म थियो सुतिरहेको थिएँ नि त अनि उठ्यो वहाँ की एक्टिङ है क्या एक्टिङ है? साँच्चै हो क्या किन नपत्ता भयो। हाम्रो जिउ गएर हावाबाट को जान्छौ? ओके कस्टमले पनि अब काममा अनि मेरो त छुट्टी छ उसको छैन नि त तिमी त यहाँ बस्ने हो नि त पहिला पठाइदिनु जान्छु जाऊ खै मलाई गाडी चाबी दियो त जाऊ साँच्ची नै हो क्या यहाँ कहाँ अब यो खानु एउटा पर्यो, लिफ्ट के हो त्यो? क्यामेराको खोल हो क्या होइन अब एकछिन बस्ने अनि जानुपर्छ त तर राति त मगाउँछु आफै बनाउनु किन मगाउनु हँ? ऊ त बनाउनै मान्छ आफू जाने मान्छेलाई नि कहाँ नि बनाएर खुवाउनु भ्याउँछ नि आउँछ नि त होइन बोल्छ साँच्चै जानुपर्छ पर्सि मेरो काम छ आज भोलि मात्रै हो फेरि उसको र मेरो कस्तो तिम्रो तिमीलाई लास्ट ल साथीहरू यति नै छ हाम्रो कार्यक्रम चाहिँ यहीँ अन्त्य छ साथीहरूकै टक कलाएर भोलि अब यति नै छ हाम्रो यहाँको सरप्राइज दिनेदेखि लिएर सबै हाम्रो यहाँनिर चाहिँ एन्ड भयो सो अब अहिले एकछिनपछि के गर्छौँ पर्सि हेर्दै गर्नु होला। कस्तो भइरहेछ तिम्रो बर्थडे कस्तो फिल भइरहेछ धेरै धेरै रमाइलो फिल भइरहेछ मलाई मेरो बर्थडे किन रोको अघि त्यो खुसीको आँसु थियो कस्तो मेरो आँसु झरेको कस्तो पत्तै खालको पाइनँ खुसी? भनौँ त्यही जे उहाँले भन्नुभयो त्यस्तै भयो ए आँसु झरेको पत्तै पाइनँ मैले ए त्यस्तो गइदिने म त रुन्न भन्थ्यो त मलाई त होइन कहिले भनेर तिमीले म रोएँ मेनकानी रोएँ तिमीले मेरो बर्थडेमा किन रुने म स्पेसल डेमा रुने भनेको थियो स्पेसल मान्छे अच्छा भने नै तिमीले म त रुन्न है मेरो बर्थडेमा त भनेको थियो कसम ए मेरो बर्थडेमा रुन भनेको थिएँ अँ मेरो बर्थडेमा रुने खालको कार्य हुन्छ जस्तो लाग्यो तर भयो त्यसैले आँसुको पत्तै पाइनँ मैले भनेपछि सरसा दाइ थप खुसी भयो हो खुसीले गदगद भयो तर हाम्रो एउटा आशीर्वाद के हो थाहा छ छिटो भाग्न नदियोस् ओ माई गड त्यो त अलिकति उसले आउँदा आउँदै छिटो दिएको आशीर्वाद पनि त्यही हो लाग्छ त्यो आशीर्वाद त्यो आशीर्वाद अलिकति पुरा हुँदैन होला हुन त हुन्छ तर टाइम हुन लागेर त हुन्छ टाइम लगेगा टाइम लगेगा टेम लगेगा टाइम लगेगा दाइले कतिको सरप्राइज दिनुभयो अह दिनु भएन गर्न त बुझ्यो तर अह सबै थाहा पाउँछ अनि दाइले के गिफ्ट दिनुभयो त्यही दाइसन वाउ धेरै ठुलो गिफ्ट हो साथी त्यो चोली चाहिँ अनि के चोली पनि उसले सरप्राइज दिन खोज्यो तर इन्स्टाबाट गर्यो इन्स्टा आइडी मसँग थियो कति डम भयो थाहा पाइहाल्यो हजुर थाहा पाइहालेँ नभने साथीहरू अहिले चाहिँ ठ्याक्क 5:30 हुन लागिसक्यो तर बाहिर चाहिँ अँध्यारो भइसक्यो अहिले युकेको सिचुएसन यस्तै नै छ अनि जस बहिनीको बर्थडेमा आएर जस कार्यक्रम सबै भइसक्यो अनि अहिले चाहिँ हामी टक्क लाएर है रूपन दाइले बनाएको आलु निम्की भन्नु त मिल्दैन भने दिदीले फेरि भक्याउनु अनि टक्क लाएर आलु निम्की यहाँ खाँदैछौँ हामीले चाहिँ अब यहाँनिर चाहिँ जस खाने कार्यक्रम भइरहेछ अब आजको लागि यति नै छ भित्र मोमो पनि पाक्दैछ अरू के पाक्दैछ सब रूपन दाइले गर्दैछ एकछिन है दाइ खाएर के हाल्नु फेरि विन्स पनि ल्याउनु ल अब आजको लागि त्यति नै छ फेरि पनि श्रेया बहिनीलाई ह्याप्पी बर्थडे थ्याङ्क यू अब जस यति नै छ अब फेरि अब अर्को भिडियोमा भेटौँला हाम्रो आजको भिडियो यति नै छ थ्याङ्क यू सो मच फर वाचिङ फेरि अब अर्को भिडियोमा भेटौँला बाई सी यू